हामीलाई जुन यो स्थान प्रदान गरिदिनु भएको छ। हाम्रा यस नवदुर्गा निम्न माध्यमिक विद्यालयका अध्यक्ष आदरणीय व्यक्तित्व श्री बलबहादुर खड्काज्यूलाई अतिथिको सिट आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो यस नवदुर्गा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक आदरणीय व्यक्तित्व कमल बस्नेतज्यूलाई अतिथिको सिट आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब लगतै हाम्रो नृत्य हजुर यसपालिको तिहारै रमाइलो नृत्य हामी तपाईहरुमाझ देखाउन गइरहेका छौं, जसमा कलाकार भाइ बहिनीहरू हुनुहुन्छ अनिल शाह, दिपेश शाह, सरोज घरती, सुरेश बुढाथोकी, विपना खड्का, सन्जु विष्ट, सृजना बुढाथोकी, शारदा राउत भाइ बहिनी कलाकार भाइ बहिनीहरू स्टेजमा आइदिनका लागि हार्दिक अनुरोध गर्दछु।
धेरै धन्यवाद कलाकार भाइ बहिनीहरूलाई। श्री देवेन्द्र थापाज्यू। यो समाज सुधार युवा क्लबको दिनानुदिन प्रगति हुँदै जाओस्, यो समाजको प्रगति होस्, यो समाजमा शान्ति छाओस्, यस समाजका सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैमा एउटा शान्तिमय सुशासन, शान्ति, उमङ्ग चैन र सधैँ भलो होस्, सधैँको उत्तरोत्तर प्रगति होस्। यो समाजका युवा क्लब संस्थालाई सबैले जगेर्ना गर्ने तर्फ सबैको चासो जाओस्, यो समाजको प्रगति होस्। यो विद्यालयको पनि प्रगति होस्। हामी प्रगति देख्न पायौँ, यहाँसम्म देख्न पायौँ, अझै पनि हामी बाँच्यौँ भने अझै देख्न पाउँला भन्ने हामीलाई आश लागिरहेको छ। यो समाज अघिको भन्दा धेरै बदलिएको मानेको छु मैले, अघिको भन्दा धेरै राम्रो दिपेश विष्ट, विपना खड्गा, सञ्जु विष्ट, सम्झना विष्ट, मनिषा बुढाथोकी, मोनिका खड्गा, पिर्ती शाही, खेमराज बुढाथोकी र सरोज घरती कलाकार भाइ बहिनीहरूलाई स्टेजमा आएर आफ्नो अभिनय प्रस्तुत गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। उच्च अदालतले एक नेपाली युवकलाई ज्यान मारेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ। पछिल्लो 24 घण्टामा कोरोना संक्रमण के भन्छ यसले? हेर न, टिभीमा बाबालाई देखिने मान्छे। म त मेरो प्यारो जन्मभूमि पुगेर दसैँको रमझममा सँगै साथीहरूसँग झम्मिन हतारिएको थिएँ। 2 दिनपछि मेरो नेपाल आउने फ्लाइट थियो आमा। त्यस दिन बोसले अचानक मलाई आफ्नो अफिस कक्षमा बोलायो। म त बोसले बोनस दिन हो कि भनेर खुसी हुँदै अफिस पुगेँ। तर त्यहाँ पुगेपछि देखेँ उसले हाम्रो कम्पनीमा काम गर्ने एकजना महिलालाई बलात्कार गरेर मारेको रहेछ। मलाई षड्यन्त्रपूर्वक फसाइयो। जिन्दगी डुब्यो आमा, जिन्दगी डुब्यो। मलाई फाँसीको सजाय सुनाइसक्यो आमा। म आमाको सहारा बन्न पनि सकिनँ, तिम्रो सिन्दुरको रक्षा गर्न पनि सकिनँ र छोरीको भविष्य बन्न पनि सकिनँ। मलाई माफ गर प्रिय, मलाई माफ गर आमा। मलाई पाप नलागोस् है छोरी।
आफ्नै देशको माटोमा दुःख गरेर खाने वातावरण सायद यो देश बनाउँछु, यो देशको मुहार फेर्छु भनेर देशको बागडोरमा बसेका नेताहरूले बनाइदिएको भए सायद एक निर्दोष नेपालीले अर्काको देशमा बिना कारण फाँसीको सजाय पाउनु पर्ने थिएन। यो त एक उदाहरण मात्र हो। यस्ता समस्याहरू त हामी नेपालीले दिनानुदिन भोगिरहेका छौँ। आखिर हामी नेपालीले कहिलेसम्म यस्तो पीडा भोगिरहने? कहिले आउँछ जनताको दुःख पीडा बुझिदिने नेतृत्व? आखिर कहिले?